नमस्ते मेरो प्यारो दाजु पाल्जाङ बुढाज्यू नमस्ते। नमस्ते। धन्यवाद। आज हाम्रो ब्यासी गाउँमा ट्रसी लामा र पुथाली लामाको छोराको शुभ वर्तमान भइरहेको हुनाले आज मलाई टन्नै छाङरक्सीदेखि लिएर हरेक चामलदेखि लिएर आफन्तहरूले लाउनु भएको देख्नु भएकोले म थोरै इन्टरभ्यू लिन चाहन्छु, किनभने उहाँ छाङमा हो, उहाँ कुञ्जाङ रोकाज्यू। हजुरलाई स्वागत छ यो यसको बारेमा, यो रीतिरिवाजको बारेमा हजुर थोरै मेरो भिडियोलाई हजुरले सेयर गर्नुहोला। थ्याङ्क यू, धन्यवाद। हवस् त, नमस्कार। यो पहिलादेखि नै जुजुबाजुको पालनदेखि नै परम्परा यसरी नै चलिरहेको छ। जहाँ आफन्तहरू छिमेकीहरूले जहाँ रक्सीहरू ल्याउने होइन, साउनमा चाहिँ जहाँ रक्सीहरू यस्तो अब सोही गर्ने होइन, त्यस्तो चलन छ। अब खोइ धन्यवाद। छाङ लगायत यहाँ चामल पनि टन्नै लाउनु भएको छ। यहाँ 2-3 बोरा छ, अझ बाँकी नै छ, अझ लाउँदैछ। यिनीहरू खासै यो छाङसँगै लाउँछ। यिनीहरू खासै के कारणले, यसको बारेमा के गर्नको लागि के हो भनेर थोरै मेरो दर्शकहरूलाई हजुरले सुनाउनु होला भन्न चाहन्छु। यो चाहिँ हाम्रो खानाको सट्टा भनेर चाहिँ यस्तो चामल लाउने अब थितिरीति होइन, गाउँघरको चलन परम्परा यस्तै रहेछ। अब खानाको सट्टा भनेर चाहिँ चामल ल्याउने र अब पिनाको सट्टा भनेर छाङ लाउने, रक्सी लाउने, यस्तो अब परम्परा यस्तो रहेछ। धन्यवाद। अब अहिले उहाँको पालोमा यति आफन्तहरूले छाङ रक्सी अथवा चामल अथवा चाउचाउ बिस्कुटदेखि लिएर अन्य पनि अनि धेरै लाउनु भएको छ। अनि अर्को पालोमा चाहिँ यो कसरी गर्छ, यो यसको सट्टामा लिनुपर्छ कि केही नलिए हुन्छ कि हजुरले यो गाउँको स्थिति कस्तो छ त हजुरले दुईवटा कुरा बताइदिनु। यो चाहिँ पहिलेदेखि नै परम्परा अनुसार होइन, आफूले जति नै मान्छे आफन्तहरूले छिमेकी हरेक मानिसहरूलाई हामीले जति नै हाल्छौँ होइन, पैसा जस्तै अथवा चामल जस्तै अथवा छाङ जस्तै अब त्यस्तै हाल्छ। अब त्यो चाहिँ आफूले फेरि पछि आफूले अब अहिले यहाँ ल्याएरहेछ, अनि पछि आफूले फेरि अरूले समस्या पर्दाखेरि आफूले पनि त्यस्तै अब त्यसको सट्टा चाहिँ लगाउनु पर्ने होइन, यस्तो स्थितिहरू रहेछ। धन्यवाद। यो स्थिति, यो चालचलन तपाईँको अनुमानमा आजभोलि भएको हो कि यो पहिल्यै पुर्खौँदेखि चल्दै आएको हो कि यो के हो, हजुरले दुई कुरा भन्नु। अब यो चाहिँ पुर्खौँदेखि नै रहेछ, जुजुबाजे अथवा धेरै वर्षौँदेखि होइन, हजारौँ वर्षदेखि नै चल्दै आएको रहेछ, थितिरिवाज रहेछ। त्यो अहिले फेरि त्यो थितिरिवाज अहिले चलिरहेको छ, गरिरहेको छन् होइन, त्यो अनुसारमै चल्दैछ। धन्यवाद। अब यो लास्टको अन्तिममा म हजुरलाई थोरै कुरा सोध्न चाहन्छु। अन्तिमतिर गइरहेको छु, समयले भ्याउन सकिनँ। अब धेरै परिवर्तन भयो गाउँघर सहर बजारमा। अब छाङरक्सी खाने धेरै कम गयो। अब छाङरक्सी छोड्दै गयो, छाङरक्सीले बिग्रिन्छ भन्छ। अनि यो छाङरक्सीको साट्टामा अब जुस अथवा बियर अथवा कोक त्यस्तो प्रयोग गरेर त्यस्तो ल्याए पनि हुन्छ कि छाङरक्सी लाउनै पर्छ भन्ने यो जोडेको छ हाम्रो यो परम्परा। अब हेर्नुहोस्, अब यति मलाई समस्या पऱ्यो भने अरूले छाङ रक्सी ल्यायो भने चाहिँ मैले त्यही सट्टा छाङ रक्सी नै लिनुपर्ने होइन। त्यो स्थितिले चाहिँ अहिलेसम्म छाङ रक्सीकै चलन चल्ती भइरहेको छ। अब यति मैले नै जुस पहिला त थिएन, छाङ रक्सीको चलन मात्र थियो। त्यो अनुसारले अहिले मान्छेले पनि त्यसको सट्टा चाहिँ छाङ रक्सी नै लाउन थाल्यो। अब यो चेन्ज होला जस्तो पनि लाग्छ मलाई। अब छाङ रक्सी घट्दै गएर छ, मान्छेहरू प्रति त्यो हुँदै गएछ होइन। अब छाङ रक्सी अब छोड्दै गइरहेको छ भनेपछि अब कुनै अब वर्षपछि होइन, यो छाङ रक्सीहरू छोडेपछि त त्यो छाङ रक्सीको चलन चल्ती नै हुँदैन। अब त्यो अनुसारले फेरि मान्छेहरू छाङ रक्सीको चलचलन नभएको हुनाले चाहिँ फेरि अब जुसको त्यो चलन पनि हुनसक्छ होइन। त्यो चाहिँ अब पछि
थाहा पाउनु भन्ने कुरा हो। धन्यवाद हाम्रो कुञ्ज राईलाई तपाईँले आफ्नो गाउँको रीतिरिवाज परम्परा को बारेमा थोरै कुरा जानकारी दिनुभएकोमा हजुरलाई टाइम लिएकोमा हजुरले अमूल्य समय लिएर हजुरको जुन कला छ जुन यो गाउँमा लागु भएको छ यसको लागि हजुरले समय लिएकोमा धेरै धेरै धन्यवाद। फेरि मेरो भिडियोमा उहाँ मार्फत धेरै गाउँमा पालो पालो भइरहेको हुन्छ। मैले छोटो छोटो भिडियो रेकर्ड गरेर हजुरहरूले म सेयर गर्न चाहन्छु मेरो युट्युब च्यानल मार्फत फेसबुकमा। हजुरहरूले लाइक सेयर कमेन्ट गर्नुहोला र मलाई साथ दिनुहोला भन्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।